सबैजनालाई नमस्कार। आजको यस भिडियो श्रृङ्खलामा हामीले खाइरहेको चकलेट कस्तो र मेटेरियलबाट बन्छ भन्ने विषयको सानो भिडियो लिएर आएका छौँ। यसको लागि कोका भन्ने एउटा प्लान्टको बियाबाट यो चकलेट बन्ने गर्दछ। यो कोका भन्ने प्लान्ट समुद्री सतहबाट करिबन 600 देखि 2100 मिटरसम्मको अल्टिच्युडमा प्राप्त गर्न सकिन्छ। साथसाथै यसको लागि कन्सिस्टेन्ट रेनफल, कुल टेम्परेचर र हाई ह्युमिडिटी यस प्लान्टको उत्पादनको लागि आवश्यक वातावरण हुन् भनेर भन्न सकिन्छ। यसै कारणले गर्दा यो प्लान्ट दक्षिण अमेरिका र अफ्रिकी मुलुकहरूमा यसको विशेष प्रकारको खेती गर्ने गरिन्छ। र यसरी कोकाको बियालाई हामीले फर्मेन्टेसन गरेर यसलाई हामी ड्रायर गर्दछौँ। यसरी ड्रायर भइसकेको कोकाको बियालाई हामीले रोस्टिङ गर्दछौँ र यसलाई केलाउँदछौँ। यसरी एक स्टेपबाट अर्को स्टेपमा ल्याउँदै गर्दा क्वालिटीमा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ। यस प्रकारको चकलेटमा हामी क्वालिटीमा को लागि आवश्यक प्राविधिक र कर्मचारी अथवा क्वालिटी कन्ट्रोलको विभागबाट यसको अनुगमन र निरीक्षण भइरहेको हुन्छ। र यसरी कोकाको एउटा स्टेजबाट अर्को स्टेजमा पार गर्दै यसलाई यो ग्राइन्डिङको स्टेजमा पुग्दछ। जब ग्राइन्डिङ गरिन्छ, ग्राइन्डिङ गरिसके पछाडि यसलाई हामीले विभिन्न स्टेपमा लैजानको लागि हामी त्यसलाई लिक्विड फर्ममा हामी त्यसलाई प्रिजर्भेटिभ गर्दछौँ। यसरी लिक्विड फर्ममा प्रिजर्भेटिभ गरिसके पछाडि यसलाई आवश्यकताअनुसार जस्तो सेपको चकलेट बनाइन्छ त्यही सेपमा मोल्डिङ गरिन्छ। एउटा स्मरणीय कुरा के छ भने चकलेटमा आवश्यक प्रकारका प्रिजर्भेटिभ, अन्य खाद्य र तथा गुणस्तरकाबाट एप्रुभ भएका खाद्य इन्ग्रेडियन्ट्सहरू मिसाइन्छ। यसरी चकलेटलाई बनाइन्छ। यी र यिनै यस्तै भिडियोहरूको लागि हाम्रो च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। यहाँहरूको हरेक समय शुभ रहोस्। सबैजनालाई फेरि नमस्कार, धन्यवाद।